जब नारद ऋषिलाई सोधिन् नारद ऋषिले के भन्नु भने थाहा छैन त्यति पनि के थाहा चिन्ता आएन थाहै छैन ल वनखलमा हरिद्वारमा हजुर तपाईका पिता दक्ष प्रजापतिले ठुलो ब्रह्मसत्र होम गरिराख्नु भएको छ सारा देवी देवताहरू त्यहाँ मजाले खाएर नाचेर गाएर रमाएर होम गरिराखेका छन् चौतिलो होमिराखेका छन् पूजा सेवा गरिराखेका छन् जगतका पतिको हजुरहरूलाई नारायण मेरा पिताले ब्रह्मसत्र गर्नु भएको छ अश्वमेध यज्ञमा जान मलाई डर लागेको छ अहिलेसम्म यत्रो उमेर भइसक्यो देखे पनि छैन त्यस कारणले एउटा कुरो चाहिँ के भने हजुरहरूले कतिले तपाईँको विराट महायज्ञ देखेको छैन त्यहाँ हुँदैछ 25 गतेदेखि पैसा विराट महायज्ञ है मैले चाहिँ हजुरहरूको कृपाले आशीर्वादले दुईचोटि दर्शन पाएँ विराट महायज्ञको दुईचोटि बसी त्यस कारणले हजुरहरू त्यहाँ जानु होला त्यो यज्ञमा मलाई जान रहन्छ हे महादेव हे आराध्य देव हे स्वामी नारायण हरि बिदा दिनुहोस् हे मलाई पनि बिदा दिनुहोस् शिवजीले के भन्नुभयो भने अब यिनी गएपछि फेरि फर्केर आउँदैनन् यो कुरा पक्का थाहा छ मलाई त्यस कारणले यिनी फर्केर आउँदैनन् त्यस कारणले अब नजाऊ भने उनले तर तपाईको तीनटा चाहिँ हट हुन्छ अरे त्रिहट बालहट राजहट त्रिहटले साह्रै केलेपछि त्यो काम नगरी हुँदैन बच्चाले चाहिँ नि रोएर खराएर लिए भनेपछि नदी भएन राजाले छोड्यो भने त्यस कारणले तिनवटा हटको लागि त्रिहटलाई समातेर भनिन्छ हे प्रभु नगई छोडिदिन मैले पनि नगई छोडिदिन भनेर शिवका कणहरू पनि गए नारद ऋषिको जिम्मा लागेर वनखलमा जब त्यहाँ चाहिँ अश्वमेध यज्ञ भएको थियो शिवजीले जाऊ भन्नुभयो शिवजीलाई विचार गर्नुभयो अब यिनी नआउने भावनाले तिम्रा भयभरका चिजहरू गना गुनिया के छ दुवा बाटो नआउने भएपछि याद आउँछ श्रीमती कोहीले गयो भने याद आउँछ अनि त्यसको डुवा किनेर हराइदिनु पर्छ भयभरका गना गुनियाहरू सबै जम्मा पारेर शिवजीले चाहिँ ल गौरी नै जाऊ भनेर पठाइदिनु त्यतिखेर पठाइदिनु
गौरीको जब गौरीको जति याद आउने फोटाहरू लुगाहरू के छन् चप्पल आदि इत्यादि पोको पारे सबै पोको पारेर पठाइदिनु यहाँ चलिराखेको थियो त्यहाँ गएर पहिला आमालाई दण्डवत गरे हे माताजी भने अनि आगाबाट अशोक झार्दै भने हे आमा मलाई किन नबोलाएको पिताजी थिए पितालाई दण्डवत गरे पिताजी मन परिन कि मेरा श्रीमानले के बिगार्नु भयो त्यो हजुरले त्यस कारणले के हजुरले बोलाउनु भएन निम्ताउनु भएन सेवा गर्नु पो मैले केटीकेटीमा खुसी छु कि अथवा केही चित्त पो दुखाइ छु कि मैले हे पिताजी मलाई किन नडाकेको नारायण हरि आज्ञा गर्नुहोस् हे मलाई पनि आज्ञा गर्नु आज्ञा गर्नु के काम गर्नु पर्यो के गर्नु पर्यो मैले जब भनिसके मेरो त्यो लोग्ने श्रीमान के डम्मुको चारैतिर हालियो बाबु चारै हुन्छ मन्दिरको लियो फेसबुकमा हालेर देखाइदेऊ कता पायो त्यतै नाच्नु यस्ता देवी देवताहरू यस्तो राम्रो राम्रो आएको ठाउँमा माताहरू भूत देवी लिएर हिँड्ने नाङ्गे भुत्ने जता पाए खुट्टा उठ्दै पसार्ने त्यस कारणले किन बोलाउनु तँलाई पनि बोलाइ भने पनि आउला भन्ने पिर लाग्यो त्यसै कारणले मैले नबोलाएको तैँले हाम्रो सेवा पनि गरेको भुत्तङ्गेलाई बोलाउन मन लागेन र बोलाइ भने त्यो पनि आउला भनेर मैले नबोलाएको नारायण हरि हरि दण्डा नमान तिमीले पनि होइन त्यहाँबाट फरक पऱ्यो नि यहाँ सँगालिदियो भइगयो नि यस्तै हो जसको नाउँ भजन ठिक भयो अवसरहरू दैत्य पितृ देवताहरू शुद्ध आएको ठाउँमा हामी दुईटा किन हटाएन मेरो पिता यज्ञको भोक्ता कर्ता यज्ञ पुरुष उहाँ नभइकन कसैले पनि कुनै पनि यज्ञहरू चल्दैन उहाँको आशीर्वाद उहाँ नभइकन यज्ञ पूर्ण हुँदैन भनिसकेपछि दक्ष प्रजापतिले भन्छ मेरो त्यो बौलालाई त कसै गरी किनभने त्यसले के पर्देलाई मलाई साँच्ची बौला हो नि त्यही त होइन परार सामान अब कति झगडा पर्छ कति ग्यास मान्छे यस्तो भयो भने त्यसले त एउटा जुनी गरेको छ अनि विचार गरेपछि अब आफ्नो श्रीमान अथवा शिवजीको निन्दा गरेपछि उनलाई के थाहा थियो भने एउटा कुरो चाहिँ अलिकति बुझ्नेछ मेरो यो शरीर मलाई स्वीकार भएन यो शरीर कसरी त्याग्ने भन्ने धारणा थियो उनलाई पत्नी अथवा अर्धाङ्गी बनेर आफ्नो शरीर अब कुरा बाजिन्छ पुराणमा बाँधिएका बाँधे बाँधै त्यो
बानी बानी हैन निकालेर के जाउने निकालेर बस्नु मामाले जाने गरे जोड लागेको त त्यसकाले अब कसले भने ठिक कसले भने बेटिक सबै ठिक दुईजना मिलाइन्छ आफ्नो के जाउने निकालेर स्वर्ग गइमा ए हरा हरा गाइन स्वर्ग अब घाँटी दुख्या भए एकचोटि पालो गरौँ ल पालो गरौँ कोही एउटा हात कस्तो छ भने गोली जस्तो फलामले हान्ने यस्तो गयो भने फलामले हानेर चाहिँ साह्रो छ त दुईटैको बल एउटा पर्यो त्यति साह्रो त्यस्तो बलियो सत्यदेखि स्वर्ग किनकि स्वर्ग गए फेरि मर्त्य मण्डलमा जन्म लिन आउनु जन्म लिएपछि श्रीमान फेरि महादेवलाई श्रीमान बनाउन पाइन्छ उल्टी भएपछि फेरि जन्म लिन पाउँदैन श्रीमान महादेव त्यसकारणले स्वर्गबाट कसरी आउँछ मान्छे एउटा हातले गोरु त्यहाँ खायो पानीमा मिसेर हाम्रो शरीर यसलाई भन्छ लिङ्ग शरीर भन्छ कारण शरीर भन्छ सूक्ष्म शरीर भन्छ यो वेदान्ती शास्त्र हो हाम्रो यो लिङ्ग शरीर चाहिँ सूक्ष्म शरीर पानीमा मिसेर आउँछ अनि मान्छेले के गर्छ अन्न खान्छ खाँदैन अन्नमा मिसिन्छ अन्नमा मिसेपछि जुन अन्न मान्छेले खान्छ त्यही अन्नमा प्रवेश भएर पिताको शरीरमा प्रवेश हुन्छ पिताको शरीरबाट माताको शरीरमा पर्छ अनि जन्मिन्छ नजन्मिकन त महादेवको श्रीमान पाइँदैन महादेव पाइन्छ यसकाले स्वर्ग गइन् र फेरि पृथ्वीमा जलरूप भएर अन्नमा प्रवेश गरेर हिमालय पर्वत छोरी बेलुकाको गर्भमा बास लिन पुगिन् भन्ने कुरा नारायण जान्दछन् हेर हेर सबले जान्दछन् आफ्नो शरीरबाट अग्नि ज्वाल निकालेर उनी चाहिँ परमधाम गइन् गइसकेपछि भयभरका सारा वृत्तान्तहरू लिएर कस्तो किसिमको भयो भने कौवाहरू कराउने स्याल कुकुरहरूको आँखाबाट ज्वालाहरू निक्लिने वायु विपरीत बग्ने हाल पनि तपाईँको के जस्तो पृथ्वीमा धुलो उड्ने त्यस्तो किसिमको विपरीत भयो अनि हुन लाग्यो अनौठो भयो भन्छन् त्यहाँ सारा देवताहरू छ नि त्यहाँ केमा अनि दक्ष प्रजापतिले धन्यवाद मन्त्रलाइजु विष्णु हुनुहुन्छ ब्रह्माजी हुनुहुन्छ भएर सम्झाउँछन् फेरि अनि भयभरका हाल खबर लिएर नारदजी जहाँ शिवजी बसिरहनु भयो त्यो त्यहाँ वेदका ध्वनि नारद मुनि नारायण गए टोपलो कै त्यसै ठाउँमा गए टोपलो हजुरको जय जय स्वर भनेर तपाईँको साष्टाङ्ग दण्डवत कसरी गर्छ भने छातीले टेकेर पसार गरेर साष्टाङ्ग गर्छन् त्यस कारणले साष्टाङ्ग गर्छन् परमात्मा परमेश्वरलाई त्यसै गरी साष्टाङ्ग गरेर भन्छन् हे नारद ऋषि के भन्न आयो अनि हे प्रभु हेर्नुहोस् त यो पापी दक्ष प्रजापतिले हजुरको निन्दा गर्यो निन्दा गरेपछि हजुरको प्राण बिहारी सत्यदेवी नारायण हरि गइन् परम धाम हर हर गइन् परम
जगतका मालिकदेखि म झुटा कुरा गरौँला र हजुर म झुटा कुरा त कहिले पनि बोल्दिनँ म झुटा कुरा त बोल्दै बोलिसकेपछि अनि त्यसै परमात्मा जान्थे अहिले लजाउ नारद ऋषि भनिदिनु भयो नारद ऋषि जानुभयो अनि भगवान परमात्मा परमेश्वरको शरीरबाट अब त्यहाँ झट्टा पड्काएको भन्छ कहानीमा स्कन्द पुराणमा तब शिव पुराणमा त्यो छैन भगवान परमात्मा परमेश्वरले आफ्नो शरीरबाट बलभद्र उत्पत्ति गर्नुभयो र उत्पत्ति गर्नुभयो आफ्ना खण्डहरूले लगाइदिएर गएर जब चाहिँ शिवजी तारा गणहरू सहित शिवजी हरि भयो शिवजी नगई एक पूर्ण हुँदैन भने होइन शिवजी त्यहाँ आफ्ना गणहरूको साहित्य जानुभयो र जानुभयो र शिवजीले भयभरका ती गणहरूले दक्ष प्रजापतिका सारा सैनिकहरू सबै सिद्ध्याएर भगवान बसिरहनु भएको थियो अनि देवताहरूले परमात्मा परमेश्वर दक्षलाई जगाइदिनु अनि भयभरका त्यहाँ देवताहरूले पुकार गरे दक्षलाई दक्षको चाहिँ काटेर हुमिसकेको थियो वीरभद्रले अनि बोकोको टाउको ल्याएर पछाडितिर मुख फर्काएर शिवजीले जसले निन्दा गर्छ शिवजीलाई जसले बुझ्दैन त्यसको बुद्धि कस्तो हुन्छ पशुको जस्तो हुन्छ त्यसबाट टाउको पनि त्यसको कता फर्काइन्छ पछाडि फर्काइन्छ भगवान परमात्माको त्यस कारणले दक्षको टाउको पछाडि फर्काइदिएर दक्ष प्रजापतिलाई दिएर शिवजीको दक्ष प्रजापति र बिरानीले धेरै गरेर नमस्कार गरेर अनि बिदा भएर गए शरीर यसो देख्ने बित्तिकै त शिवजी त नारायण लागे रुनलाई कहिले के गर्ने गर्नुभयो अनि देवताहरू गएर भन्न लागे विष्णु जगतका मालिक के भन्न लागे सत्यदेवको जहाँ शरीर हुन्छ शिवजीले केही कार्य गर्नुहुन्न शिवजी नभई संसारमा केही पनि चल्दैन यो सबै शिव तत्त्वले चलेको छ भनेपछि भगवान परमात्माले माका उत्पत्ति गर्नुभयो त्यहाँ चक्रले भनेको छ सूक्ष्म रूप चक्रले सबै टुक्रा टुक्रा पारेर झारिदिनु भयो नेपालमा पहिलो गर्यो थाहा छ तपाईँलाई यहाँ जाने के भन्छ गुहेश्वरी अनि त्यसपछि दन्तकाली भनिन्छ तपाईँको धरानमा दन्तकाली अनि त्यसपछि विभिन्न किसिमको ठाउँमा 3 करोड कति चान्चुन भनिएको छ है अब त्यो मलाई कण्ठ थाहा छैन त्यस कारणले दन्तकाली एउटा चाहिँ अस्ति भर्खरै प्रयागराजमा छ औषो पतन भएको ठाउँ शिवजीको लिङ्ग छ त्यहाँ अस्ति भर्खरै मैले हजुरहरूको आशीर्वादले दर्शन गरेर आएँ त्यहाँ देवीको पनि दर्शन गरेँ शिवजीको पनि दर्शन गरेर आएँ हजुरहरूको आशीर्वाद है त्यो त्यस कारणले दर्शन गरेर आयो जसले चाहिँ यो कुनै पनि एउटा शिवजीको अथवा चाहिँ एउटा पीठको यो के भन्छ सत्यदेवीको शरीर पतन भएको पीठको चाहिँ शिवको दर्शन गर्यो भने त्यसले मुक्ति पाउँछ फेरि जन्मनु मर्नु पर्दैन भनेर सारा शास्त्रहरूमा लेखेका छन् हजुरहरूको कृपाले मैले यति भने हाम्रा दाइ तयार भएर भइरहनु त्यस कारणले हाम्रा दाइले पनि भन्नुहोला हे भगवान नारायण शिवजीको लीला नारायण हरि 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 लीला बिहारी हे सोना सोना लीला बिहारी
मन पर्छ पर्दैन थाहा छैन मैले चाहिँ गराएँ भोग्रो सुकाएर हजुरले सुन्नु भएको छैन किन सुनाएको छैन मलाई थाहा छैन राम्रो छ त्यस कारणले मैले चाहिँ भन्नेछु जानेको सुनिने भने कसैले भने हजुर हजुर हजुरहरूलाई धेरै धेरै धन्यवाद ल ल एउटा गर्छु हेरा हजुर शिवजीलाई जल ए